फाइनली गाइज हाम्रो यता समुद्र आएको थियो कि यो समुद्र चाहिँ अलि यो भित्रपट्टिको समुद्र हो, अलि बाहिरपट्टिको चाहिँ जाँदैछौँ होइन। यहाँ चाहिँ बोटिङ सुटिङ सब गर्न मिल्दो रहेछ क्या। ठाउँ चाहिँ बबाल छ हो, बबाल छ बबाल छ। यो बोटिङ सेटिङ गर्न नि मिल्दो रहेछ होइन। बोटहरू पनि टन्नै रहेछ है, लगक्कै धेरै नै लाग्छ होला। मान्छे चाहिँ धेरै आउँछ जस्तो। बोटहरू चाहिँ छपक्कै अघि होइन, मतलब एक साइडै लगक्कै यहीँ छ। टक्क यो फिल्महरूको सुटिङ हुन्छ नि त्यस्तै, त्यो टक्क बोटहरूको यो पुलहरूको साइन जस्तै कि ठक्क बिच यता मान्छे त कुद्ने ठाउँ, यता चाहिँ त्यो हुन्छ नि त मुभी टाइपको कि। रमाइलो भइरहेछ आज चाहिँ है। कहाँबाट पठाइदिने केटाहरूमा चिलमा छ। आज चाहिँ यसो हुन्छ नि त समुद्रमा यसो छिर्दिउँ। के गर्नु त अब, पौडी खेल्नु हुन्थ्यो, अब कपडा केही पनि ल्याएन, यतिकै आइहाल्यो। अब अर्कोचोटि आउँदा चाहिँ यसो पौडी खेलौँला, यसो जाऊँ पानीतिर कस्तो हुन्छ है। धेरै उता त नजाऊँ, कपडा भिज्छ अहिले। माछाहरू कति राम्रो के देखिएन, पानी कलरको छ है, यो देखियो होला, देखेँ है कति राम्रो के माछाहरू। यहाँ लस्कारै लाइनतिर गएको है। अब म चाहिँ पारामा गहिरो चाहिँ छैन है, समुद्र गहिरो होला। यस रमाइलो छ, पानी चाहिँ छैयो यता आएर। केटाहरूमा नआउनेहरू जुत्ता नखोल्ने रे होइन। यस रमाइलो छ है। माछाहरू माछा यताको माछा यार कस्तो सेतो क्या। यहाँ माछा चाहिँ खतरा हो कि, सेतो है, सब सेतो माछा कि। पानीमा यस्तरी जाउँ नि जाडो हुन्छ। अब चाहिँ बाहिर निस्क्यौँ है, धेरै दिन नजाउँ। प्यान्ट भिजिसक्यो अरे, प्यान्टै भिज्यो। अब जुत्ता बोक्नै जाने, जुत्ता फाल्यो अरे। जाउँ जाउँ न, हो जाउँ, छिटो जाउँ। समुद्र पारी म कालो रहेछ, तिमीवारी म पारी।